ठुला जातले धेरै दबाउने कि हामीलाई पानी लिउन जाँदाखेरि नि सुजी कामले अगाडि भरेछन् सुजी कामले भरेछन् नछोय यता नछोय भन्ने तिनको धारो अलग हुने हाम्रो धारो अलग हुने अलग्गै यसरी फाल्दिने कुकुरलाई यस्तै गरेर पुलिसले पनि लास्टै हेप्थ्यो कि हाम्रो तिराममा पुलिसहरु लाम्बोखराम बस्ने बेला बन गएको चेलबेटी हो राम्रो भएर घर फर्किन नथे छोप्ने जबरजस्ती बलात्कार गर्ने त्यतिखेर घर घरै जाने खसीपाटा निकाल्ने भालेहरु निकाल्ने खाइदिने काटेर तेरी घेरो हालेछन् म बीचमा छु तिनी आर्मीको बीचमा म छु अनि के भन्छन् यसलाई त यसरी मार्ने हैन बलात्कार गरेर आङको कपडा सबै खोल्देर बलात्कार गरिकिन यसलाई मार्ने आङको कपडा सबै खोलेर मार्ने भनेर भन्यो मैले के सोचे यसले आङको कपडा खोलेर बलात्कार गरेर मर्नु भन्दा त बरु यही भिडभाड छरेर आफ्नो काल हाल्ने भनेर मेरो सोच बनाइरहेको छु के तिनीले मलाई हान्ने मार्ने गरिरहेछन् मैले दिमाग लडाइरहेको छु यही भिडबाट फुङ्गाले बेस त मेरो परान त जान्छ भिड फेरि यस्तो थियो उपल्लो परबाट तल्लो परबाट तल्लो परा पछिबाट मैले के सोच बनाए यसरी बलात्कार गरेर मर्नु भन्दा त बरु यही भिडबाट फुङ्गालेर सिधै ज्यान फाल्नु ठिक फुङ्गाली के म त हेर्दै बीचबाट फुङ्गाली के त्यसपछि फुङ्गालेसी उपल्लो छराबाट तल्लो छरामा जाने बेला झ्याच्चै त्यो बैदाराको बुटा रहेछ त्यसमा मन्टा झ्याच्चै अड्क्यो त्यो मन्चा अड्किने बेला त्यो आर्मी जान सकेन